हेलो गाइस आज चाहिँ म स्कुल बस लिएर विद्यार्थीहरू स्कुल जाँदैछु। भिडियो अन्तिमसम्म हेर्नुहोला र मन परेमा लाइक सब्सक्राइब सेयर गर्नु नभुल्नुहोला। ल त लागौँ है त। पछि म स्कुल बस लिएर जाँदैछु। अलिकति ठाउँ घुमाउनु सानो भएर र म ब्याक गर्दैछु। ब्याक गरेर अगाडिको गेटबाट बसलाई निकालेर त्यहाँबाट हामी रोडबाट जानेछौँ। यहाँ चाहिँ अलिकति साँघुरो छ है। बस लामो छ त गेट अलि सानो छ कि सानोमा निकालिहाल्छ। यो त युजी ल हाम्रो बस निस्किसक्यो। अब हामी स्कुलतिर जान्छौँ। यहाँ पनि टर्निङ अलिकति पुगेन। अब हामी यसलाई निकाल्यौँ। अब अगाडिको लाइट पनि बालिसक्यौँ। अब हामी गयौँ। बाई बाई। हेर्नु होला। इन्जोय। टाटा। ओ माई गड, अगाडि त रेड लाइट छ। यहाँ त रोक्नुपर्ने हुन्छ। हामीले नियम पालना गर्नुपर्ने हुन्छ। विद्यार्थी भाइ बहिनीहरू सबैजनाले नियमको पालना गर्नुहोस्। अब हाम्रो रेड लाइट हुने जेलसम्म यहीँ पर्खेर बस्छौँ। जब रेड लाइट खुल्छ अनि जान्छु। अब हामी लाग्यौँ। हाय। ओ माई गॉड, कहाँ से आ गए अब हमसे? ओ रङ हम इधर से। हम त यहाँबाट जाने नै होइन, मास्लो बाटो जाने हो। हामी गलत बाटो जान लायक रहेछौँ। फेरि ब्याक गरेर हामी चाहिँ मास्लो बाटो गयौँ। ल हेर्नुहोस् है त अब हाम्रो सारा। हामी चाहिँ जाँदा रात परिसकेको छ। ओ माई गॉड, वाउ। मैले चाहिँ गाडी निकालिसकेको छु। ठोकिन लाग्यो फेरि पनि हामी निक्लिसकेको छौँ र अगाडि एउटा बाइक छ। ल हेर्नुहोस् साथीहरू। हेलो फ्रेन्ड, हेर्नुहोस् त पानी परेको छ। वाउ। हामी जाँदा रात परिसकेको छ र पानी पनि परिसकेको छ। अब हामी केही क्षणपछि चाहिँ हामी त्यहाँ पुग्छौँ। हेर्दै गर्नु होला है त। हेर्नुहोस् त कति राम्रो देखेको छ। पानी परेर रात पनि परिसकेको छ।